वेलकम टु माई भ्लग। अनि हामी चाहिँ आज चितवन जाँदैछौँ। आज के बार हो? आज बिहिबार। आज चाहिँ बिहिबार अरे। बिहिबार होइन मुला, ए आज शुक्रबार हो। शुक्रबार कति गते चाहिँ थाहा छैन होइन। त्यही हो, अहिलेलाई उज्जवलमा छौँ यहाँ। पेट्रोल हालियो, पेट्रोल भर्खर। अब हामी गोरे भाइ र भाइलाई भेट्छौँ। यो चाहिँ टिकाहरू मन्दिर हो। जय भएर कस्तो सफा बनाएको है, कस्तो सफा नजिकला। गाइस सेभ वाटर, सेभ वाटर। पोल्युसन गर्नु भएन। केटाहरू खोइ त केटाहरू नभएको अवस्था भइसक्यो गाइस। टिका हेरेर भन्नु होइन मोबिल हाल्नु पऱ्यो। उता माथि बाइक मोबिल हाल्यो, हामी चाहिँ मोबिल हालौँ न। हालेर आइगयो त। उताबाट हाल्न होला। यहीँ वर्कसप हो भाइ। मोबिल हालिदियो त चेनमा। चिया खानु परिहाल्यो नि। केटाहरू चाहिँ उता रहेछन् गाइस। हामी केटाहरू। अर्को बाइक त्यहाँ छ, अर्को बाइक त्यहाँ छ। म यहाँ छु। त्यही हो अहिलेको लागि अपडेट। फाइनल्ली नाति पनि आइपुग्यो। अब नाति पनि आइपुगेपछि हामी यति छौँ यहाँ जाने। हामी 5 जना। के छ केटा हो? कति बज्यो अहिले? 7:43 भएछ। के भयो नाति, ठिक छ? ल जाउँ अब, बस त्यसले। अब गइहाल्ने हो। कहाँ बिचबाट आइसकेको छ। मतलबै छैन, मतलबै। ल गाइस, हाम्रो यात्रा सुरु भयो है फेरि पनि। नातिले अब खानी भन्यो भने नि कसले खुवाउँछ र भनेर। ल गाइस, वी आर गोइङ। अब चाहिँ हाम्रो यात्रा सुरु भएको छ ठ्याक्कै फाइनल्ली। हामी यति नै 5 जना हो। 5 जना? 5 जना हो। 2टा बाइक, एउटा स्कुटर। यो चाहिँ 3 पानेको बाटो गाइस, हेटौडा जाने। ए हो यसो क्या भएर देखेँ, वे टु हेटौडा अरे। ल यो नै सुरु गरेर हामी चाहिँ गाइस 3 पानेबाट तल झऱ्यौँ जस्तो छ। नाति पछाडि आउँदैछ। अगाडि भाइ र गोरे भाइ, पछाडि नाति। अनि अब त्यही हो, सबैको नाम लिँदैन होला है। अब नाति नाति भनिन्छ, त्यही हो। अब हाम्रो केटाहरूको जिस्काउने नाम हो त्यो। अब बुझ्नु होला, त्यही भन्न चाहन्छु अहिलेलाई। अब चाहिँ हामी त्यो यात्रामा अघि बढिसक्यौँ। लगभग अब एकछिनमा हामी ललितपुर छोडेर मकवानपुर जान्छौँ। ट्रेन यताको सही गाइस, सही। हामी अब बिस्तारो गन्तव्यतिर अघि बढ्दैछौँ। ओके त गाइस, हामी चाहिँ कालचेको भिरमा आएर यहाँ अब चिया ब्रेक हुँदैछ। केटाहरू यस्तो हालतमा छन् अहिलेसम्म, ठिकै छन्। म यहाँ छु। भाइले झर्ना देखायो हामीलाई भर्खर। झर्ना देखिरहेको हजुर। 4वटा चिनी हुन्छ दाइ। कालो चिया 4वटा दुधको एउटा कालो। तेरो क्यामेरा छाउनु हुँदैन। हामी चाहिँ अब यहाँनिर यस्तो ब्रेकफास्ट खाँदैछौँ कि हाम्रो तिहार पछिको नेसनल ब्रेकफास्ट सेल तरकारी है त गाइस। खरा नखाएर यहाँ किनेर खाँदैछौँ हामी है। अब खरा नखाएर यहाँ किनेर होइन। नाङ्लो छ घर। अब रुच्छ अब यहाँ चाहिँ।
एक नाग्लो छ अब झराले बोक्या भिन्दै क्या खाए ल भनेर खाऊ है केटा खानुहुन्थ्यो नि त खायो ल साथी खाए ल गाइज है अब म नि खान थाल्छु तरकारी चाखौँ है त कस्तो रिभ्यू दिन्छु म तरकारी बाइकमा गुडाउँछु है ठिक रहेछ तरकारी जस्तै रहेछ लगाइज है अब खाने बेलामा नो डिस्ट्र्याक्सन फेरि अरू केही खायो भने देखाउँछु म कि उसको बस सुट गाइज हामी चाहिँ छोटो विश्राम गरेर मकवानपुर हो हामी ललितपुरमै छौँ आइसक्यो मकवानपुर अब हामी केही छेडमा मकवानपुर पुग्दैछौँ बाटो चाहिँ दामी छ यतातिर अब ठाउँ ठाउँमा अफ रोड छ तर ठाउँ ठाउँमा चाहिँ राम्रो पनि छ है गाइज रोड बागमती पुल हो गाइज यहाँबाट चाहिँ अब हामी जान्छौँ मकवानपुर गइँदैछ है त यहाँ चाहिँ अलिक सफै रहेछ है बागमती यहाँ चाहिँ अलिक सफै छ बागमती फोहोर छैन धेरै कालो त कालै छ पानी तर प्लास्टिकहरू वेस्टहरू चाहिँ छैन यहीँको पुल बनायो भने निवारी के बाटो चाहिँ यस्तो छ गाइज यो 2081 सालमा आएको पानीले गर्दाखेरि भएको हो होइन भीषण बाढी पहिरो पहिला पिच थियो यो बाटो अब अहिले फिस छ भने जस्तो केटाहरू पुल तर्दैछन् पुलतिर आइपुगेछन् केटाहरू हामी चाहिँ अलि अगाडि आइरहेको मकवानपुर टच डाउन गरियो अब यहाँबाट हेटौडा गाइज हामी चाहिँ अब मकवानपुर गढी पुग्न आँट्यो हेटौडा देखिरहेको यहाँबाट हेटौडा बजार यहाँबाट देख्ने होला मैले चाहिँ देखिरहेको छु त्यो अगाडि उत्यो हेटौडा बजार त्यही होला मकवानपुर गाडी के छ यहाँ गढी छ पुरानो दरबारको भग्नावशेष छ क्या मात्रै गेट छ एउटा राम्रै खालको गिर्ने गेट चाहिँ अनि वाल जस्तो छ क्या अनि मन्दिर पनि छ यहाँबाट चाहिँ माथि गयो भने मकवानपुर गढी हो हामी चाहिँ गढी जाँदैनौँ हामी चाहिँ सिधै झर्छौँ हामी अब भोलि मुड चल्यो भने फर्किँदा छिटौँ होला नि यो गाई रमाइलो भइरहेछ केटाहरूसँग यसरी पहिलोचोटि हो सबैजना भनौँ न हाम्रो कोर ग्रुप अब यसमा एक दुईजना मिस भएको जस्तै गौरवे मनिषे फेरि अस्ति चितवन आएर हिजो फर्केको रहेछ होइन सबैजना त्यही हो हामी 5 जना चाहिँ योपालि फर्स्ट टाइम हो सँगै भाइसँग त पहिलोचोटि नै हो भाइसँग त कहीँ गएकै छैन त्यही हो अब कस्तो हुन्छ के हुन्छ सफारी यताउति भन्छन् केटाहरू है सफारीमा छुट्टी खिच्नु मिल्दैन मिल्छ तर बोल्न पाइँदैन अनि बाघ आयो भने हामी डबोटीमा कसरी भन्नु त्यसरी बोल्न पाइन्छ तर त्यो हल्ला गर्न पाइँदैन क्या स्पट गऱ्यो भने भने हुन्छ गाइडले हामी चाहिँ गाइड चुच्चे खोला आइपुग्यौँ चुच्चे खोलाबाट अब हेटौडा बजार किन लाग्यौँ भनौँ न लगभग बाटो यस्तो सही छ क्या दामी छ है दामी आइपुग्यो है गाइज माछा प्लान हेटौडाको अब हामी बुद्ध चोक पुग्दैछौँ गाइज हामी चाहिँ हेटौडा टच डाउन भइसकेका छौँ हेटौडा बजार अनि हामीलाई चाहिँ गर्मी फिल भइरहेको छ अलिअलि काठमाडौँमा त जाडो चाहिँ यहाँ अलिक गर्मी नै रहेछ कम्पेरिटिभली हल्का पसिना नै आइरहेछ अब हामी ठ्याक्क बुद्ध चोकबाट स्ट्रेट जान्छौँ बुद्ध चोक पुग्न आँट्यो नाति आइसक्यो नाति पनि पछाडि आइसक्यो बोके अगाडि लागिसक्यो अब हामी पनि बिचमा छौँ हामी चाहिँ वी आर म्यानेजिङ दिस टुर यो भएर केटाहरू नत्र तालको छन् हाम्रो
ओ माई गॉड ल अबे अबे खतरा झट्टै कन्टेन्ट भएको केटा हो तर अलिकति हुन पाएन झन्डै कन्टेन्ट भएको थियो यो चाहिँ हेटौडाको बुद्ध चोक यता गयो भने वीरगञ्ज यता गयो भने काठमाडौँ यता गयो भने काठमाडौँ हामी चाहिँ यता जान्छौँ चितवन राइनोज गाइस हेटौडा छोडियो है हेटौडा अब हामी अब चितवनतिर लाग्यौँ गाइस अगाडि छन् दुईजना हामी दुईजना अनि पछाडि छ नाति वान एन्ड ओन्ली नातिलाई हुने नाति पछाडि नै छ अलि गाइस हेटौडा बजार हेटौडा हस्पिटल यो चाहिँ मेरो यतापट्टि चाहिँ हेभी गाडी आउनेहरू हो ए कताबाट उता वीरगञ्जबाट आउँदाखेरि हो र सिधै बजार पुग्न पाइँदैन नि त उताबाट आएर निस्किनुपर्छ क्या हामी चाहिँ लास्टमा बसिरहेको छौँ जय सियाराम छठको लागि बनाएर आएर त्यहाँ छठको लागि तयारी हुँदो रहेछ है गाइस यहाँ नुहाउँदैछन् मान्छेहरू खोला सफा छ काठमाडौँ गयो भने काठमाडौँ गयो त्यही गाइस हामी चाहिँ अब राप्ती पनि कटिसक्यौँ अब हामी लाग्दैछौँ चितवन नातिको झन् अगाडि जाओस् होइन नाति हामीलाई हामी चाहिँ अहिले ठ्याक्क टाढी चितवन यो यता यो चौरा जाने बाटो यो चाहिँ रत्ननगर यता पासिपट्टि नारायणघाट यता यो एउटाबाट आएको के छ नाति के छ कस्तो हुँदैछ यात्रा रमाइलो भइरहेको नि सिकेर आइपुग्छ अब हेलो मैले यहीँ बस्छ है स्कुटर बस्छ माथि एउटा हुँदै चितवन आइपुग्यौँ भन्न चितवन आइपुग्यौँ अब हामी चौरातर्फ लाग्दैछौँ चौरा जाने बाटो नारायणघाट लामो बनाउनै पर्छ नि यार यत्तिकै ठिक छ अब हामी चाहिँ यहाँ चितवन आइसकेका त्यो छौँ बोतलमा पानी भर्नु पर्ने सही है गाइस हामी चाहिँ अब टक्क सबैजना यसरी यहाँ आइपुगिसक्यो चितवन अब होटल सोध्दैछौँ है के छ नाति ठिक छ नि होइन तिमीहरू यहीँ बस्छ ल 22 मिनटको बाँकी रहेछ हेर अब त 22 मिनटको बाँकी रहेछ ओ जलगढा कानमा पानी तिर्छ भनेर खै नातिको खिचिदिने हो जलगढा
कति फिट गराइदियो कहाँ खेल्नु मात्रै नखेल्ने म त खै नथी भिडियो भयो अहिले भन्छु भनेर आएको मान्छे ल बस त त्यहीँ खाने लामुटेल लगेर पानीमा गुड मर्निङ गाइज हामी चाहिँ अब रुमबाट निस्केर सफारी जाँदैछौँ सबैजना केटाहरू त्यही हो अब यहाँ रिसेप्सनमा ब्याग स्याग राखेर हामी चल्दिन्छौँ होइन हामी ड्याम साइड जानु पऱ्यो भने ए केटाहरू नाति के छ त ठिकै छ ब्रेकफास्ट चिया खाएर लाग्दैछौँ हो जङ्गल सफारीतिर लाग्दैछौँ हाम्रो गाडी आइपुग्ने बेला हामीलाई गाडीको प्रतीक्षामा हामी चाहिँ यहाँनिर हाम्रो राज दाईसँग छौँ नमस्ते उहाँ चाहिँ मेरो दाई चितवन आउनुभयो भने सफारीहरूको लागि सम्झिनु होला हामी चाहिँ अब दाईसँगै सफारीको लागि अघि बढ्दैछौँ गोरे के छ त एक्साइटेड घरियालहरू रहेछ गाई हामी नि यही खोला तरेर यही हो नेसनल पार्क अलिकति मात्र देखाएर यो चाहिँ सौराहा यहाँ छौँ केटाहरू आएनन् केटाहरू कहाँ गए सपिङ गर्नलाई ल ओइ थापा गोरे नाति बोकु म पनि छु है गाइज हामी सादा बस चढिसक्यौँ हामी सादा बसमा छौँ सादा बसबाट हामी नेसनल पार्कतर्फ लाग्दैछौँ गाइज मलाई ल है गाइज नेसनल पार्क सफारी सुरु हुँदैछ हाम्रो ल गाइज सादा बसबाट हामी सकुशल आइपुगेका छौँ पारी अब हामी जाँदैछौँ गाडीतर्फ ल गाइज हामी चाहिँ गाडी चढिसकेका छौँ एक्साइटेड बाघ देख्नुपर्छ हामीले ठिक छ नि होइन खोइ के कस्तो छ हटेन भाइ अहिले यत्रो फैलेर चितवन नेसनल पार्कको बिचमा अनि यहाँ चाहिँ घरियाल ब्रिडिङ सेन्टर छ यो ठाउँमा मैले लास्ट टाइम आउँदा एनपिएल हेरेको थिएँ चितवन राइनोजको गेम भइरहेको थियो यहीँ आएर हेरेको थिएँ यो चाहिँ कसारा घरियाल ब्रिडिङ सेन्टर बोइज कम अन केटाहरूको फोटो सुट हुँदैछ केटाहरू आउँदैछन् ग्याङस्टर्स के छ त केटा कस्तो हुँदैछ अहिलेसम्मको जर्नी एकदम रमाइलो भयो ठाउँ ठाउँमा केही शान्तिनो जनावरहरू देख्यो तर बाघ देखिन त्यही दुःख बाघ देखियो भने पैसा वसुल पैसा वसुल मेरो अनुहार हेर भएर केटा नाति
के छ तिम्रो हो जाउँ हामी यसो गाइज भएको हो हाम्रो 5 जना आओ केटा आओ यो चाहिँ घरियाल ब्रिडिङ सेन्टर गाइज अब म सानो घरियालदेखि ठुल्ठुलोसम्म देखाउँछु तपाईँहरूलाई पहिला नि खिचेको थिएँ तर पहिला चाहिँ मैले भगै अपलोड गरिनँ योपालि चाहिँ आइएम प्लानिङ सेल्फी हो यहाँ त ल तिमीहरूको भिडियोमा टक्क ल ग्याङ्स्टर्स ल दिज आर घरियाल गाइज साइजको छ यो भर्खरको यङ उ त्यो माछाहरू हाल्दा होइन त्यही त तिनीहरू खाना यिनीहरूको लागि यहाँ छ अलिकति ओल्डर घरियाल छ अरे यिनीहरू चाहिँ यिनीहरू 2-3 वर्षको वाला होला यिनीहरू घरियाल नाति घरियाल उमेर अनुसार छुट्टाएर राखेको हुन्छ क्या यिनीहरूलाई पोखरीमा हाल्ने चाहिँ कति वर्ष भइसक्यो अलि ठुलो भएपछि छोडिदिने हो क्या नत्र चराले टिपेर लान्छ यिनीहरूलाई अझै ठुलो रहेछ गाइस छ यसरी चाहिँ घरियालहरूलाई अब संरक्षण गरिरहेको छौँ नेपालमा छौँ भन्दा पनि हामीले पनि केही कन्ट्रिब्युट गरिदिउँ अलिअलि है यहाँ अझै बिगर घरियाल लार्जर बिट लार्जर होइन अब यो चाहिँ ब्रिडिङ पुल यहाँनिर चाहिँ ब्रिडिङ हुन्छ घरियालहरूको यो चाहिँ अब दे आर रेडी फर ब्रिडिङ भनेर तिनीहरू लगभग 35 साल 36 साल 37 सालमा जन्मेको घरियालहरू रहेछन् अनि त्यही हो यत्रो ठुल्ठुलो घरियाल 35 सालमा जन्मेको अरे हेर्नु त 1978 मा जन्मेको अरे क्रोकोडाइलहरू छैन क्रोकोडाइल हुँदैन यहाँ यो त घरियाल मात्रै हो क्या यहाँ गर्दैछन् गाइस कत्रो छ यार यसलाई यताबाट छिर्नु वाइ कत्रो रहेछ यार यो त हामीभन्दा जेठो भनेको 45 हामी चाहिँ गाइस घरियाल हेरेर अब अहिले इन्फर्मेसन सेन्टरतिर लाग्दैछौँ इन्फर्मेसन सेन्टर यस्तो छ अब यहाँनिर के छ यसो हेरौँ ए दिज आर एग्स अफ घरियाल तर यो त सबै बिग्रेको जस्तो छ इन्क्युबेट गरिरहेको जस्तो तर है इन्क्युबेट गरिरहेको हो तर सबै चाहिँ अब त्यस्तै होला जस्तो यिनीहरूको ट्रान्सलोकेसन यस्तो रहेछ गाइस इन्फोहरू छ यहाँ है सबै यो लेखेकोहरू चाहिँ यो चाहिँ अब यो ह्याचिङ कसरी गर्ने त्योहरूको रहेछ अब दाँत साफ सफा गरिदिनु पर्ने रहेछ घरियालको विभिन्न हुँदो रहेछ विभिन्न यो चाहिँ स्नेकहरूको रहेछ के स्नेक पाइन्छ भनेर पनि रहेछ है ल नाति के छ त घरियाल देखियो रमाइलो भयो
त्यस्तो प्याकमा के फोटो खिच्नु नाथे हेरेर यत्रो मान्छे छ नि कहिले पालो कुर्ने हामी उफु जङ्गल सफारी पछि आयो गाइज कस्तो भयो त केटा हो सफारी रमाइलो भयो बेला बेलामा नातिले गरेर नातिले के गर्यो फिलिङ एक्साइटेड एक्साइटेड त कि एक्साइटमेन्ट अब सकियो नि ल गाइज हामी अब भात खान जान्छौँ यहाँबाट बाइक साइक लिएर हाम्रो बाइकहरू यहीँ छ त्यही हो सफारी ठिकै भयो गैँडा सैडा देखियो होइन त केटाहरू सफारी पछि भात खाँदैछौँ हामी अरू त अब म खाएर भन्छु दाइलेमा अर्को भिडियो बनाइदिन्छु उताबाट मैले चाकी चाहिँ त्यो गाजर मात्रै चाकी मजा आयो हो एकचोटि सबैले यसो मुस्कान दियो त गाइज हामी चाहिँ अब घर फर्किने यात्रामा छौँ हाम्रो जर्नी अब घर फर्किने हो होटलबाट चेकआउट गरेर हामी निस्किसकेका छौँ अब हामी काठमाडौँ बेलुकासम्म पुग्छौँ कति बजी थाहा छैन तर होइन त 1 बजिसक्यो अनि 1 र 2 बज्न लागिसक्यो अनि 2 भने 3 4 5 7 बजीतिर पुग्छ 7 बजी हामी चाहिँ ठ्याक्क हाइवे निस्क्यौँ अब यहाँबाट हामी 4 जना चाहिँ घर फर्किन्छौँ ललितपुरका हाम्रै आफ्नो ललितपुर अनि सुशान्त चाहिँ अब पोखरा जान्छ अब यहाँबाट हामी राइट लाग्छौँ सुशान्त लेफ्ट लाग्छ केटा हो वागवान यहाँबाट पोखरा कति किलोमिटर पोखरा यहाँबाट छ होला 90 100 150 छ ल नाची ल ए बिस्तारो जा शुभ यात्रा पुगेपछि खबर गर ल है त बिस्तारो बाई बाई लेट्स गो हामी चाहिँ लाग्दैछौँ हेटौडातर्फ गाई त्यही हो माथि पोखरातिर लागिसक्यो हामी पनि लाग्यौँ काठमाडौँतर्फ अब त्यही नै हो गाइस है त गाइस फाइनली चितवनबाट हेटौडा आइपुगिसकेका छौँ हेटौडा बुद्ध चोक अगाडि छ समयले हान्यो अहिले 3:30 जम्मा केटाहरू आइपुगेका छन् यहाँ हामी छौँ यहाँ कालचेको भिर आइपुग्यो के छ त गोरे हाम्रो ट्रिपको एन्डिङमा आइपुगिसक्यौँ हामी दुःख लागिरहेछ सक्यो होइन किन राइडर चेन्ज गरेर आएको तिमीहरू कहाँदेखि ए मजा आउँछ भन्नु थाल्यो भाइको इच्छा नि पूर्ण गरिदिउँ भनेर कति टाइम भयो 10 मिनट भयो हामी 10 मिनट अगाडि आइपुग्यौँ केटा हो तिमीहरूभन्दा चिया भन्नु गऱ्यो चिया अब दाइ 10 मिनट अगाडि आएर चिया भनेर सेलाउँथेन पुगे साइको रहेछ सबजना आइरहेको छ प्रेममा
यहीँबाट छिरायो हुन्थ्यो नि त के छ त बाबु क्यामेरा भा क्यामेरा खिचिरहेको छु चारवटा गाइस त्यही हो अब अँध्यारो भयो हामी घर पुग्छौँ अब 1 घन्टा जतिमा उता सुशान्त पोखरा पुगिसकेको छ हामी चाहिँ अब बिस्तारै पुग्छौँ फाइनल्ली हामी चाहिँ घर आइपुगेका छौँ लगभग अब हामी यहाँबाट छुट्टिन्छौँ भाइ म अँध्यारोले अनुहारै देखिँदैन रहेछ यहाँछन् केटाहरू बाइकको यहाँनिर मडगार्ड इज डेड लिन्थिङ कम्पनी भोलि हालिदिन्छ त्यसले लगाइस त्यही हो हाम्रो यात्रा सफल भएको छ अब त्यही हो यस्तै कन्टेन्टहरू अझै हेर्न चाहनुहुन्छ भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल बाम बाम गुड नाइट त्यही हो रात परिसक्यो